खोला नाला सुसाइड। So hello and what's up everyone, it's me Jiria vlog with a new vlog with कोरी vlog है मार्दी भनेर कोरी हिँड्न लाग्छ है हामी चाहिँ खास कुरो प्लान चाहिँ हाम्रो मार्दी जाने थियो अनि मार्दी चाहिँ हाम्रो क्यान्सल भयो किनकि वेदर किनकि वेदर खुलेको थिएन अनि वेदर नखुलेको हुनाले अनि त्यसपछि मनसुनमा सबभन्दा बेस्ट भनेको हाम्रो कोरी हो त्यही भएर हामी चाहिँ आज कोरी जान लाग्यो अहिलेसम्म सिक्लेस नगएकोले गाइड गर्छ रे अनि अब हामी चाहिँ यहाँबाट कहाँ रे वहाँ माथि पुग्ने गाउँखोला पुगेर त्यहाँबाट सिक्लेसको बस लिएर हामी सिक्लेस बस्छ आज गएर भोलि चाहिँ हामी कोरी उक्लिन्छ है केटा हो हामी चाहिँ टमाटर पाके जस्तो डेन्जर बाँकी छ यो बसमा टेक्नोलोजी लाइट नै चार्ज भइरहेको यस्तो गर्मी यस्तो गरे हुँदा फेरि यस्तो टेक्नोलोजी केटा हो पाकिरह है हामी चाहिँ अब सिक्लेस जानको लागि चाहिँ टक्क गाउँखोलामा आयो अब बस चढ्छ यहाँबाट अनि हजुर केटा हो हामी चाहिँ अब यहाँबाट गाडी लिएर चल्दैछ सबैजना आएपछि ल आन्टी तपाईँको होटलको पर्मिसन है मेरो भ्लगमा ल यो होटलमा आएर खाना खाइदिनु होला है ल भन्नु त आन्टी ल हाम्रो घरमा तातो झोल मोमो मिक्स चाउमिन थुक्पा अनि सुक्खा रोटी परौठा समोसा तरकारी सबै पाइन्छ ल सबै पाइन्छ अरे सबै ल सिक्लेसबाट आएपछि यही होटलमा यहाँबाट गाडी साडी सब मिल्छ है ल ओके केटा हो चल्दै किरा हो हामी चाहिँ यो कुन गाउँ हो आइयो है त हामी अब यहाँ चाहिँ हामी खाना खाइन्छ ल गाइजहरू यहाँ हेर है को आहा केरा हो फाइनल्ली हामी चाहिँ सिक्लेस गाउँ पुगिसकेको छौँ केरा हो ल अब चाहिँ हामी खानासाना खाएर अब चल्दिने हो केरा हो फर्स्ट मिल अफ द डे आएर सन्दै सिक्लेसमा आएर हालत केटा हो बजारमा जिस्काने हो जिस्काने हो यस्तो छ हालत केटा हो बजारको जङ्क फुड यहाँ देखिरहेको सही सुराएर हिँडेर सम्झिनुहोस् कि है केटा रोड पहिरो मोरे खसी लिएर गाइली ल हेर त माया लाउँछ पारा यस्तो छ माया लाग्यो ब्याग बोक्दै अरे ल
केटा हामी चाहिँ अब भब माली होटल पुग्न लाग्यो अब अझ 30 मिनट लाग्छ आइस भाइको हिँडाइले त 2 घन्टा लाउँछ केटा लुक एट द भ्यू बल्ल भब माली आयो है गाह्रो छ केटा गाह्रो Drippy भाइ on track. फाइनली आइयो हामी चाहिँ तासा Look at the beautiful view केटा हो तासाको केटा हो गाह्रो छ केटा हो हिँड्न गाह्रो छ ल केटा हामी चाहिँ सबैजना यहाँ नुहाएर चट्ट फ्रेस भएर अब चाहिँ हामी यहाँ टेन्ट हान्नेवाला छौँ केटा हो हालत यस्तो छ अब यहाँ चाहिँ हाम्रो टेन्ट पिच हुन्छ केटा हो है केटा अब हामी चाहिँ टेन्ट हाल्न सुरु पहिला फर्स्ट चाहिँ टक्क लाएर यो बिछाउनु पर्छ ठिक हुन्छ दोस्रो तान त उताको टुक्का टेन्ट हाल्ने केटा हो यहाँ मस्त अब हाम्रो टेन्ट पिच हुन्छ यो त म खुट्टा दोहोऱ्याउँछु यहाँ अनि त्यहाँ छिर्छु कि होइन कि हेर न बाबु हेर्दै जाऊ तिमी माया छैन ओके त्यस्तो हो नि यो तान यहाँबाट ऊ त्यसको बाटो छिराइ ल केटा हो टेन्ट नि बनिसक्यो केटाहरूले मेहनत गर्दै केटा अब हाम्रो कुकिङ सुरु हुन्छ कफी सफी टक्क टेन्टभित्र बसेर है केटा हो स्टप धन्न पोखरामा पनि छोडिदियो अघि चाहिँ एउटा स्टप चाहिँ उहाँ छोडेर आएछु म पागल भएको कि केटा हो लास्ट लोड परेर थाकियो केटा हामी चाहिँ यहाँ कफी बनाएर टक्क टेन्टभित्र बसेर कफी खाँदै अब कस्तो भइरहेको जुल्यो भाइ भवाल ल कफी बनाउँदै केटा हामी चाहिँ अब कफी खाइदिन्छ चम्चा छ क्या यहाँ चाहिँ बोलेको नि केटा ल केटा हो डेको फर्स्ट कफी है त कुहिरोको बिचमा बसेर केटा आजको हाम्रो खाना चाहिँ यस्तो चाउचो हुन्छ माथि गएर चाहिँ खाना खानुपर्छ यहाँ चाहिँ आज हाम्रो चाहिँ टक्क चाउचो क्यानबेरी सेनबेरी छ टक्क खायो रोहन थाकेर सुतिसक्यो केटा हो लसै केटा अब चाहिँ हामी हाफ सन्न लगाएको टक्क बाहिर बसेर मलाई यहाँ त गाह्रो हुन्छ है ल केटा हो हामी चाहिँ खाजा खाइसक्यो अब यहाँबाट निस्किन लाग्यो यो होटलबाट टक्क अब माथि कोरी पुगिन्छ आज खाजा ब्रेकफास्ट गरेर अब हामी सबजना चाहिँ जान लाग्यो आइस भाइ यता हेर्न अब चाहिँ हामी यहाँबाट चल्दै छानेको है सिधै माथि कोरी पुगेपछि भिडियो भर्खर यति हिँड्दा थाकिन्छ त यार
पाती राखिनी देउरालीमै सुकाए पातैभरि माया हिँड्दा हिँड्दै छुटाए बाटैभरि छाया ए हाय निलै हा 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 धेरै छुटे मनका राहहरू बाटो बिसाउनेमा पाइला भन्दा घुम्ती धेरै मेरो कहानीमा घाम पानीले छुम्छ मलाई हावा सुमसुमाउँछ पिरको पहाड बिसाउ भन्दै तारा टिमटिमाउँछ ए है निलै हा 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 केटा हो हामी चाहिँ अब यो खाना खाने ठाउँमा पुग्यो सेकेन्ड बेस क्याम्पमा अब खाना खान्छौँ अनि खाना खाएर माथि चढ्छौँ भोलि माथि हामी चाहिँ कफी खान लाग्यो है जुगाहरू अट्याक हानिरहेको यहाँ छ जुगा यहाँ छ यतै दोष यहाँ छ है कहाँबाट आएर यत्रो धेरै जुगा उयो दोष भित्र गएछ यता लाज दोष नुनाल यतै यहाँ छ कि दोष चाम्बो आएर त जुगा लाग्दो रहेछ जुगा त जुगा कसम डेन्जर जुगा खुट्टैभरि जतापट्टि लागिरहेको यार बल्ल गोरी यहाँबाट देखिरहेमा ए आज 1 hour 50 minute हो कि कति हो यो देखेर यस्तो छ यो भ्यू चाहिँ बब्बार माथि चाहिँ कस्तो मिठो कि है त्यहाँ चाहिँ यस्तो छ अब केटा हो फाइनल्ली हामी आइयो यता कोरी यस्तो छ कुहिरो केटा फाइनल्ली हामी चाहिँ गेस्ट हाउसमा आए यस्तो छ यो हालत त भन्नै सकिँदैन केटा हो फाइनल्ली ल केटा हाम्रो कोरीको फर्स्ट ब्रेकफास्ट है ब्रेकफास्ट त भन्नु पर्यो त अब मिल त अहिले हुन्छ ल केटा यही हो हाम्रो अब सुरुवात स्टार्टर हाम्रो यही हो केटा हो यस्तो जाडो छ है त पछाडि चाहिँ फेरि यस्तो बवाल भ्यू छ केटा हो हाम्रो रुम चाहिँ यस्तो छ पछाडिको भ्यू चाहिँ कच्चर वेदरै खुलेन कि केटा हो look at the view देउरालीमै सुकाए पातैभरि माया हिँड्दा हिँड्दै छुटाए बाटैभरि छाया ए हाय
चाहिँ मर्निङ भ्यू चाहिँ मान्छे यस्तै धेरै छ। धेरै छुटे मनका रहरहरू बाटो बिसाउनेमा पाइला भन्दा घुम्ती धेरै मेरो कहानीमा घाम पानीले छुन्छ मलाई हावा सुमसुमाउँछ पिरको पहाड बिसाउ भन्दै तारा टिमटिमाउँछ ए है निलै कति कुरा सम्झनाका फाट भरि लेखे मिठा मिठा सपना पनि यही धुलोमै देखे लेख्न बाँकी सानो खुसी मनमा अझै छ। ल केटा हो अब चाहिँ हामी यहाँ कोरीलाई बिदाई गर्दै आज हामी पोखरातिर चल्दैछ है। यस्तो छ आज चाहिँ हामीलाई वेदर डेन्जर साथ दिएको भर्खरसम्म अझ राम्रोसित खोलिरह। ल केटा चल्दैछ अब पुरा हो यस्तरी केटाहरू हिँड्नै सकेन पछाडि छ म त डेन्जर अगाडि छु। हिजो उहाँको दाइहरूले भालु आउँछ है भाइ भन्दै थियो डर लागिरहेको केटा हो के गर्ने हो। चक्कु बोकेर हिँड्नु चक्कु भाइ केटा यसैले मारिदिन्छु मैले भालुलाई भेट्यो भने है। एक्लै हो अगाडि अरू कोही छैन रोहनहरू सब पछाडि छ म चाहिँ डेन्जर अगाडि आइदिएको चाहिँ पास्ता बनाएर खाँदै सुनेको छैन रे तर अगाडि रोटेसन भयो भने एक शनिबार हुन्छ एकदम चलेको हुन्छ पुरै इन्ट्रेस्ट हुने ब्रान्ड छ के एकदम। तिमी त्यहाँ गएर अब तिमी मेटल मन पर्छ नेपाली अन्तिम हाम्रो दाइ ल केही भनिदिनु मेरो ब्लगमा विदेशको रमाइलो भइरहेको छ है। फर्स्ट टाइम मैले लाइभ देखेँ कोलानाला सुसाइदिन्छन् तिम्रै सरगमहरूमा चाँदनी रातमा पर्खी बसे है। हामी चाहिँ पोखरा आइयो अब ढिँडो खाँदै ब्लग गर्दै रोहन खाइदिँदै एकचोटि ढिँडो है केटा यही ढिँडो देखाउँदै म मेरो ब्लग इन गर्छु है।